10औं संस्करणको आईसीसी टी20 विश्वकप आउँदो वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ, जहाँ नेपाली टिमले पनि सहभागी बन्ने सपना बोकेको छ। अहिलेसम्म 13 टोलीले विश्वकपका लागि स्थान सुरक्षित गरिसकेका छन्। अब बाँकी रहेका 7 स्थानका लागि विभिन्न क्षेत्रीय छनौट हुने भएका छन्। अहिलेसम्म विश्वकप अन्तर्गत अमेरिका क्षेत्रीय छनौट सकिएको छ। त्यहाँबाट 100% जित निकाल्दै क्यानाडाले लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ। अब बाँकी रहेका 7 स्थान मध्ये एसिया तथा पेसिफिक क्षेत्रबाट 3 तथा युरोप र अफ्रिकाबाट 2-2 टोली विश्वकपका लागि छनौट हुने भएका छन्। ती मध्ये एक हो एसिया तथा इस्ट एसिया पेसिफिक छनौट। आउँदो अक्टोबरमा आयोजना हुने यो प्रतियोगिता नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ। एसियाली छनौटमा नेपालले 8 प्रतिस्पर्धीसँग जमेर भिड्नु पर्ने भएको छ। प्रतियोगितामा नेपाल सहित ओमान, युएई, जापान, मलेसिया, पपुवा न्युगिनी, कुवेत, कतार र सामोआ गरी 9 टोली प्रतिस्पर्धा गर्ने भएका छन्, जसमा शीर्ष 3 वटा टिम विश्वकप 2026 मा स्थान बनाउने भएका छन्। नेपालका लागि यो विश्वकप छनौट एउटा ठूलो मौका रहेको छ, जसले टिमको दिशा र धरातल दुवैले देखाउने भएको छ। पछिल्लो समय नेपालले युवा र अनुभवी खेलाडी मिश्रित सन्तुलित टिम बनाउने रणनीति लिएको छ। नयाँ प्रतिभा र क्षमतावान खेलाडी उदाउँदै गर्दा टिममा नयाँ ऊर्जा देखिएको छ। तर अन्तर्राष्ट्रिय मञ्चमा निर्णायक प्रदर्शनका लागि तीव्र तयारी आवश्यक पर्ने गरेको छ। यही आवश्यकता महसुस गर्दै नेपाल क्रिकेट संघ क्यानले टिमको तयारीलाई बहुआयामिक बनाउँदै लगेको छ। हालै नेपाली टोलीले स्कटल्यान्डमा आईसीसी विश्वकप लीग 2 सिजनका साथै टी20 आई श्रृङ्खला समेत खेलेको छ, जहाँ नेपालले युरोपियन पिच र मौसमसँग तालमेल मिलाउने प्रयास गरेको थियो। टोली जुलाईमा अभ्यासका लागि श्रीलङ्का भ्रमण जाने भएको छ। त्यसपछि नेपालले अस्ट्रेलियामा अभ्यास म्याच खेल्ने तालिका रहेको छ, जहाँ नेपाली टिमले पाकिस्तान र बंगलादेश ए तथा बिग बास लीगका खेलाडी सम्मिलित टोलीको सामना गर्ने भएको छ। यी अभ्यास भ्रमणले नेपाली खेलाडीको रणनीतिक सोच र दबाव सामना गर्ने क्षमतामा निखार्ने अपेक्षा गरिएको छ। श्रीलङ्का र अस्ट्रेलिया भ्रमण सकाएपछि नेपाली टिम सेप्टेम्बरमा युएई जाने भएको छ, जहाँ नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग 3 म्याचको टी20 आई सिरिज खेल्ने तालिका रहेको छ। वेस्ट इन्डिज जस्तो आक्रामक र अनुभवी टोलीसँगको भिडन्त नेपालका लागि चुनौती मात्र होइन, विश्वकप जस्तो ठूलो मञ्च अघि आत्ममूल्याङ्कन गर्ने महत्वपूर्ण अवसर पनि हुने भएको छ। साथै उच्च स्तरको प्रतिद्वन्दीसँग खेल्दा नेपाली टोलीले आफ्नो कमी कमजोरी, सम्भावना र सुधारका खाका पहिल्याउन सक्ने भएको छ। त्यस्ता अभ्यासहरूबाट प्राप्त अनुभवले खेलाडीको मनोबल मात्र बढाउने छैन, प्रतिस्पर्धात्मक दबावमा सही निर्णय लिने क्षमतामा पनि वृद्धि हुने भएको छ। नेपाल र वेस्ट इन्डिज बीचको खेल 25, 27 र 30 सेप्टेम्बरमा हुने तालिका रहेको छ। यो सिरिजले विश्वकप छनौटमा नेपाललाई आफ्नो लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान दिनेमा समर्थक र खेलाडी आशावादी रहेका छन्। हालसम्म नेपालले 2 पटक मात्र टी20 विश्वकप खेलेको छ। नेपालले विश्वकपमा सन् 2014 मा डेब्यू गरेको थियो, जुन नेपाली क्रिकेटका लागि गर्वको क्षण समेत रहेको थियो। त्यो समयमा नेपालले आफ्नो क्षमता र प्रतिभा विश्व क्रिकेट समक्ष प्रस्तुत गरेको थियो। तर दोस्रो पटक विश्वकप खेल्ने नेपालको लामो समय पर्खनु परेको थियो। 10 वर्षको अन्तरालपछि मात्रै नेपालले गत वर्ष विश्वकपमा सहभागी हुने अवसर पाएको थियो। एक दशकको अवधि नेपाली क्रिकेटका लागि चुनौतीपूर्ण रहेको थियो। नेपाल यसपालि तेस्रो पटक विश्वकप खेल्ने मौका जुराउन चाहँदै आएको छ। यसका लागि टिमले आउँदो 1 अक्टोबरदेखि सुरु हुने छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुका साथै विकल्प नरहेको जनाएको छ। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।